परराष्ट्र मन्त्री शिशिर खनाल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्किएका छन्। उनी चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ पुगेका थिए। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङ बीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको तथा नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। चिनिया पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै मन्त्री खनाल र चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच भएको भेटमा नेपाल चीन सम्बन्ध सुदृढीकरण एवं द्विपक्षीय सहयोग विस्तार गर्ने बारेमा विचारको आदान प्रदानका साथै दलहरूबीच सम्पर्क र सहकार्य विस्तार गर्ने सम्भावना समेतका विषयमा छलफल भएको मन्त्रालयको भनाइ छ।